जताततै प्लास्टिक फालेको देख्दा तपाईको मनमा प्रश्न उठ्छ होला, प्लास्टिकलाई कसरी व्यवस्थित गर्न सकिन्छ होला भनेर। प्लास्टिकको फोहोर व्यवस्थित गर्न सुरुमा तपाई जस्तो प्रत्येक नागरिकले कुहिने, सुक्खा र काम नलाग्ने गरी फोहोर स्रोतमा नै वर्गीकरण गर्नुपर्छ। तपाईले छुट्याएर राखेको सुक्खा फोहोर अब फोहोर होइन, स्रोत हुन्छ। यस्ता स्रोतलाई तपाईले सिधै टोल टोलमा हिँड्ने संकलकहरूलाई निशुल्क दिन सक्नुहुन्छ। बेचेर अलिअलि पैसा कमाउन पनि सक्नुहुन्छ। यस्ता स्रोत जम्मा गरेर संकलकहरूले कवाड वा स्रोत संकलन केन्द्रहरूलाई बेच्छन्। संकलन केन्द्रमा सफाई कर्मीले दिनहुँ थरी थरीका वस्तु, प्लास्टिकको पनि अनेक प्रकार अलग अलग गरेर वर्गीकरण गर्छन्। संकलन केन्द्रहरूले फरक फरक किसिमका प्लास्टिकलाई पुनः प्रशोधन वा पुनः चक्रण गर्ने केन्द्रलाई बेच्छन्। आजकल बिस्कुट, चाउचाउका प्याकेटहरू जस्ता पहिले पुनः प्रशोधन नहुने प्लास्टिक पनि बायोकम्प भन्ने उद्योगले खरिद गरी पुनः प्रशोधन गर्न लैजान्छ। बायोकम्पले प्लास्टिकलाई पेलेर बोर्डहरू उत्पादन गर्छ, जुन प्लाइबोर्डको विकल्पको रूपमा ढलान गर्दा या टेबल, कुर्सी, दराज जस्ता सामान बनाउन प्रयोग गर्न सकिन्छ। यसरी प्लास्टिकलाई स्रोतको रूपमा प्रयोग गरेर प्लास्टिक व्यवस्थित गर्न सकिन्छ।